विजय साई भन्ने कालीकोटका युवालाई मेमोरी किङ बनाएर युट्युबमा ल्याउनेदेखि कपनमा नाटक गरी झाडीमा फालिएको भनिएको बच्चालाई फोकस गरी भिडियो बनाएर यसअघि नै आलोचित युट्युबर भाग्य नेउपानेले जेनजी आन्दोलनमा सानोतिनो भ्रम फैलाएनन्। उनले झापाको कन्काई नगरपालिकाका मेयरको घरमा 80 किलो सुन र 2 बोरा चाँदी भेटिएको दाबी गर्दै भ्रामक भिडियो बनाएर फेसबुक र युट्युबमा प्रसारण गरेका थिए। झापाको मेयरको घरमा 80 केजी सुन भेटियो, ओली निकट मेयर। यस्तो भ्रम फैलाउनेमा अर्का युट्युबर सुजन ढकाल पनि थिए। नागरिकहरू आक्रोशित भएका बेला उनीहरूले यस्तो भिडियो बनाएर पोस्ट गरेपछि मेयरको घर मात्र होइन, नगरपालिका कार्यालयमाथि नै आगजनी र तोडफोड भएको थियो। आन्दोलन चर्केकै दिन नेउपाने र ढकालले संसद भवनभित्र 32 जना मृत भेटिएको झुट फैलाएका थिए। भोलिपल्ट अर्थात् भदौ 24 गते नेउपानेले रासोपा सभापति रवि लामिछानेलाई राखिएको नक्खु कारागार तोड्न प्रदर्शनकारीलाई उक्साउँदै भिडियो बनाएका थिए। रवि दाईलाई राखेको जेलमा जानु पर्यो साथीहरू। एकजना गृहमन्त्री जो कामै नलाग्ने गृहमन्त्रीले राजीनामा दिएपछि अब यो देशको चाहिने गृहमन्त्रीलाई जेलबाट झिकेर चाहिँ यो देशको सत्ता उहाँको हातमा लाउनु पर्यो। बालेन दाई सबैजना। यसपछि रासोपा केन्द्रीय सदस्य ज्वाला सङ्ग्रौला सहित रासोपा समर्थक नक्खु कारागार पुगेर नाराबाजी सहित तोडफोडको प्रयास गरेका थिए। लामिछाने जेलबाट निस्केपछि उनीसँगै सयौं कैदीबन्दी भागेका थिए। नक्खु कारागारकै सिको गर्दै देशभरका जेलबाट कैदीहरू भागेका थिए। युट्युबर नेउपानेले हिल्टन होटल जलेको खबरलाई रमाई प्रसारण गरेका थिए। वाओ, दामी समाचार आएको छ। भर्खरै हिल्टन होटल जलाएका छन्। उनलाई के थाहा, हिल्टन होटल जलाइएको घटनाले अब विदेशी लगानीकर्ता र पर्यटकले नेपाल आउनु अघि धेरैपल्ट सोच्नेछन् भनेर। यसको असर देशको अर्थतन्त्र, रोजगारी र पर्यटन क्षेत्रमै पर्नेछ।